हैन, यो बुल्लालाई के भयो आज? सधैँ नाच्दै हिँड्ने मान्छे, सबैलाई हँसाउँदै हिँड्ने मान्छे, तर आज किन यो चुप्प लाएर बसिरहेछ? गएर सोध्नु पर्यो। ए बुल्ला, के भयो तँलाई? किन टोलाइरहेछस्? कस्तो तर्साएको हेले, म त कस्तो डराइहालेँ नि लोरी। बाप्रे हो, त्यसरी तर्साइस् नि? के भयो तँलाई? किन टोलाको? लोरी, अस्ति त्यो पोखरीको नजिक एउटा राम्री केटीलाई देखेको थिएँ। मैले त त्यसलाई सोचेर बसेको थिएँ। अबी हो र? के कुरा गरिस् त? अनि नम्बर मागिस्? के हुनु नि यार लोरी, नम्बर माग्नु त के कुरा, भाइ भनेर मलाई त भाइ पो बनाइदिथे। नहाँसै धेरै त बचिया, मलाई रिस उठिरहेको बेला मैले हिर्काइदिन्छु नि बल थाहा पाउँछस्। भइगयो नि त भइगयो, नरिसा न अब। किन रिसाइरहेको? चिन्ता नगर, राम्रोसँग घर जा, भोलि स्कुलमा भेट्न पर्छ है त। अरू कुरा त त्यस्तै हो, टुनटुडो डिस डिस डिस। अब त्यो केटीलाई म जसरी भए पनि खोज्छु, मैले पटाउँछु अनि मैले बिहे गर्छु। हेर लोरी, हेर्दै जा, यो मेरो कसम भयो, यो मेरो पर्विस भयो। ल भोलि अब स्कुलमा भेटौँला। ल गुड बाई। ओके, भेरी गुड। यो बुल्लाले अब कुन केटीको चक्करमा साह्रै दुःख पाउने भयो।